गाइस आज चाहिँ सरस्वती पूजा हामी चाहिँ अब घरमा बुकहरूलाई पूजा गर्नुहुने अनि सरस्वती माताले हामीलाई ज्ञान दिन्छ अनि हामी चाहिँ मिलाउँदैछु यता छ अनि त्यसपछि हामी पुरै मिलाएपछि स्कुल जान्छौँ अनि स्कुलमा हुन्छ के अरे के हुन्छ पूजा हुन्छ अब म देखाउनुहुन्छ बुकलाई पूजा गर्नु अब मलाई बुद्धि आओस् मलाई अझ पढ्न आओस् हो त्यस्तो भन्नुपर्छ मनमा नै हो धेरै नहाल्ने बिच ल अब एकचोटि दुईचोटि गर्नु हुँदैन तीनचोटि थोरै अब त्यहाँ ढोक्ने पनि है लगाइसकेपछि बुकलाई समातेर ढोक्ने दिदी बा अहिले नै बिस्तारै हो but he was liked by children. He is nice because he was kind to everyone in the village. One day his wife told him, I am tired of working all the time. You are not working much as you should. I have to work in the kitchen, wash your clothes, work in the farm and look after the baby. बन्द गर बुक बन्द गर त्यो खुल्ला राखिदियो त्यसलाई ढोक्यो दुवैजनाले हो अब यो मुनि हो म्यामलाई टिका लगाइदिन रहेछ म्यामले टिका लगाएर पैसा दिनु पर्ने होइन धेरै ज्ञान म्यामलाई ढोक अब म्यामलाई ढोकेर अनि आशीर्वाद धेरै पढ्न आओस् दिदीलाई नि ढोक भर्खर त नुहायो मेरो ज्ञानी भएको दिदीलाई ढोक्ने दिदीलाई चाहिँ ढोक्ने हो राम्री बनाइदिनु परेन तासुलाई मैले लाउँदैन भनेर धन्यवाद थ्याङ्क यू अलि दामी पर्ने ल म नि अब रेडी हो पूजा गरेर नि स्कुल आइसक्यो अब हामी माथि जान्छौँ अब हाम्रो पूजा सुरु हुन आँटिसक्यो श्री सरस्वती माता की श्री सरस्वती माता की वन्दना सुरु गर्छ है सबैजना हातहरू गर्नुहोस् सरस्वती माया धिष्ठा साथी माया धिष्ठा वीरा पुस्तक धारिणी हंस वाहन संयुक्ता विद्यादानं परन्तु मे
लाइनमा बस्दैछ रजिनासँग छ अहिलेसम्म लाइनमा कुदिरहेको नाटक ल आना 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 ओ दामी ल गरिदिनु होला अनि हाम्रो प्यारो लोगो छ सब्स्क्राइब गरिदिनु ब्लग बनाउन धेरै चाहन्छ हैन अनि यहाँ चाहिँ हामी चाहिँ लोगोको साथी हो यता हेर्दिनु लोकीजी अनि यो डेकोरेसन कस्तो लाग्यो कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला पनि सकिसक्यो हामीले खाइ पनि सकिसक्यो प्रसाद अनि यो भिडियो लास्टसम्म हेरिदिनु होला लाइक अनि शेयर पनि गरिदिनु थ्याङ्क्स फर वाचिङ बाई अनि सपोर्ट चाहिँ गर्न नबिर्सिनु होला